इन्स्टाग्राम डिएक्टिभेट गर्ने सजिलो तरिका। सुरुमा आफ्नो प्रोफाइल खोल्नुहोस्। प्रोफाइल खोलेर त्यहाँ 3टा धर्कोमा क्लिक गर्नुहोस्। त्यसपछि सेटिङमा क्लिक गर्नुहोस्। त्यसपछि आफ्नो अकाउन्ट सेन्टरमा जानुहोस्। त्यसपछि पर्सनल डिटेल्समा क्लिक गर्नुहोस्। त्यसपछि त्यहाँ अनि आफ्नो अकाउन्ट सिलेक्ट गर्नुहोस्। तपाईले डिएक्टिभेट गर्नुभयो भने तपाईको अकाउन्ट डिएक्टिभेट हुन्छ केही समयको लागि र डिलिट गर्नुभयो भने सधैँको लागि तपाईको अकाउन्ट डिलिट हुन्छ र सोचेर मात्र एउटा चुज गर्नुहोला। र तपाईले कन्टिन्यू गरिसक्नु भएपछि तपाईको अकाउन्ट डिएक्टिभेट हुन्छ।